मलाई डर लाग्छ नि ए ल Bro, don't miss me disturb me. I am and my sorry. के भन्नु सिनेमेटिक के ए हेलो गाइज वेलकम टु आवर न्यू ब्लग आज पुरै इङ्ग्लिसमा जान्छ इङ्ग्लिस बोल्ने मान्छे हो यहाँ फोटो भिडियो सुट त्यसपछि इङ्ग्लिस मलाई धेरै आउन रवि सर राइडर है नयाँ 19 फाउन्टेनको लाइसेन्स मात्र छ अरु केही छैन राइडर नयाँ अरु केही छैन है फेरि झकास सिधै झकास सर सन्जय दाइ दाइ झकास गरिदिनु अरे क्या त ल हे गाइज ल वेलकम ब्याक टु अनदर ब्लग ल हेर्दै जाऊ राम्रो राम्रो निःशुल्क मुटु रोग शिविर सञ्चालन हुनेछ गाई मलाई डर लाग्छ नि ए ल हामी जाँदैछौँ मिटरै बिग्रियो रहेछ Yo guys, welcome back to the vlog. हाम्रो सरले take it down. हाम्रो सरले आज मलाई राइड गर्नु भएको छ गाइज Please guys, supporting भिडियो स्टाइल हो क्या स्टाइल हो हाम्रो गाइज स्टाइल हो गाइज है कहिले कस्तो यताउति भइहाल्छ होइन हो नि अहिले सर र राइडमा जाँदैछौँ गुरु म रवि सर अनि सञ्जय दाई हाम्रो पिनास मेरो भाइ मित्र सर अविनाश यो भिडियो देख्यो त्यसले मलाई मार्छ होइन साथी राम्रो छ हामी गजलताल जाँदैछौँ यो गजलताल guys म चाहिँ अवधि sorry guys I am nowadays to continue learning English oh my god के भइरहेछ यार and I will say guys no this is my friends say today I am going to talking about my blog in the hey bro what are you from yeah black man हामी चाहिँ भिडियोहरू सुट गर्न आइरहेको छौँ इङ्ग्लिस त त्यस्तै हो हेर्नुहोस् यहाँ गाइज इङ्ग्लिस त फेरि झकास हो नि यो म्यान कस्तो लाग्दैछ इङ्ग्लिस भ्लगिङ बाबा म इङ्ग्लिस बोलेको सुन्नु होला कि सुरुमै वेलकम टु आवर न्यू ब्लग त्यति मात्र त्यहाँ भन्दा धेरै त ल दाइ ल हजुर दाइ अब चाहिँ यसो लिगो हस् दाइ पहाड त त्यस्तै हो सर यता हुन्छ हाम्रो कोरियोग्राफर दाइ ए दाइ ल गाइस बिहाइन्ड द सिनहरू हेर्दै गर्नु बिटिएस फेरि खतरा हेर्छ एउटा गीत जाओस् न त एउटा गीत टुक्रेको मुटुवाला सिनेमेटिक हान्छु के ए गानै आउनु ब्रोकेन हार्ट होला एउटा भर्खर गाउनु भएको थियो त त्यही त टुक्रेको मुटुको ब्रोकेन गाइस मलाई इङ्ग्लिस आउँछ ल बुझ्नुभयो होला नि मलाई त्यो त हामी सब भर्खर देख्यौँ मेरो सबले हो कि कतिको इङ्ग्लिस Our English is very dangerous, so what to do? सबले बुझ्नुभयो होला मैले चाहिँ बुझेन चक्कास
सरको वालै सिधै झकास है सरको झकास सिग्नेचर माई झकास ओके दाइ डन ब्रो डोन्ट मिस इन डिस्टर्बिङ आई एम एन्ड माई सरी के भनौँ मैले भनेको थियो कि हामीलाई डिस्टर्ब नगर हाम्रो सरहरूलाई सुटिङमा भन्नुहुन्छ भनेर गयो क्या हजुरहरूले त बुझ्नु होला क्या दाइ टक्क इङ्ग्लिस त बुझ्नु भएन थाहा भयो नेपाली हो बुझेको कलिङ इन फोन म त यतै छु बुझ्दिनँ ल आउने तर हुक्का ल्याउन पाएन गीतै बजाऊ फेरि अब यहाँ पनि हाम्रो सुट भ्याइयो अब यहाँबाट जाँदैछौँ यो सब्सक्राइबरहरूको लागि चुप्पा सर हजुर सब्सक्राइबरहरू ए सब्सक्राइबरको लागि ल सब्सक्राइबरको लागि भिडियो नै भएको रहन्छ सब्सक्राइबर खेरा गयो तेरो किस आइज वान्स मोर केटा हजुरहरूको लागि म फुल टिपेर राखिदिन्छु सब्सक्राइब गर्नु केवल त्यतिको ओइ 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 ओहो के भन्छ लामो बना ल गाइज ल यहाँ अब यस्तो परस्थायमा डटमा भिडियो बन्छ दामीवाला यो सिनेमेटिकमा रवि सर यस्तो बबाल हानिदिन्छु नि चाबी बिना गाडी गुड्छ बसै अड्डे ल गुड भनेको मान्छे यस्तै हजुरहरूले पनि सब्सक्राइब गरिदिनु भनेको मान्नुपर्छ ल ल के म त खोलै जानुपर्छ ल फेरि ठन्डी महिना रातो निकाला छौटिनीको त्यो रातो गानैमा लान्छु तिमीलाई यही आउने सालैमा फुल आउँथ्यो जति आउँथ्यो बवाल थियो हो कि नै गाइस ल कमेन्टमा रवि सर भनेर बवाल झकास वाला इमोजी झकास सिग्नेचर ल ल त्यहाँ बिहाइन्ड द सिन चलिरह बवाल बवाल ल हेर्ने हो त सबले हेरिदियो नि कता मकै बारी धर्याम तर यहाँ पहाड चाहिँ खतरा देखिन्छ है क्यामेरामा चाहिँ अलिक सेन्सन देखिएन यहाँ रियलमा हेर्नु पनि बवाल देखियो फेरि भन्नु गुरु के जाने यो हामीले एउटा नि भएन फेरि त्यो याद गर्नु कि भएन डान्स एउटा नि भएन सबैजनाले हेरिराख्नु होला अब हामी नाच्नु जस्तै हामी अहिले यस्तो ठुमुक 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 ल हो त्यही ल खोया खोया रहता है संदीप आजकल क्योंकि सब्सक्राइबर की कमी बढ़ा दो न सब जान के आहा अम्मको मलाई घरमा निकाला हालिदिन्छ नि किन अरे के अरे फेरि भन् अम्मको मलाई घरमा निकाला हालिदिन्छ हिजोबाट म घरै छैन अब लब का चक्कर बाबू भैया लब का चक्कर चलो भाई अहिले गाडी खान्छ नि म भन्थेँ यार के भिडियो काटेर नहीं तो मार पड़ेगी म देशी जस्तो देख्यो नि देशी खतरा बोलिदिन्छु देशी त होइन तारिफ खतरा तारिफ हानिदिन्छ कि बेला बेलामा भिडियो बनाउँछ ल दाइ ओभरटेक हान्नु ल दामी देखिन्छ अनमोल केसी जस्तो देखिनु दाइ
खिच्दैको अनमोल बिर्सेको ल यहाँदेखि अप्रोडिङ ल भवाल रोड नियर क्या म यहाँ ए ओए ओए क्यामेरा उता चाहिँ फर्कायो त के गर्छु यसले रङ मती सर अघि त पढ्छ कता कता फेरि पहिला फेरि पालै छैन के ओइमा ओए हुन्छ होला नि थाहा थियो क्या मेरा बाउ मैले के रहेन बाइक Oh no! Fuck! Up! Way! रवि सरले हेरिदिएको भए त बुढाले त गर्दैन कस्तो थियो भन्दा राइड बकवास थियो गेडा यस्तो गरेर हाल्नुपर्छ कि हो कि हामी त्यस्तै बोल्छ ओए यहाँ त पात बवाल पात हरिवा है अहिले त अस्तिसम्म थिएन अब बेला भयो कि यो ल अब दानापुर घुम्न आउने बेला भयो है यस्तो बवाल ल फुल पनि खेल्न लाग्यो उहाँ फुल खिलिसके राम्रो राम्रो हो कि के हो र फुलै हो ल दामी ल फुल खेल्दै है अब टक्क फुलहरू लिँदा घुम्न आउने भमराहरूले फुल लिएर आउँछ अब यहाँ घुम्न ल फेरि सर जाओस् त एउटा ओके गाइस हामी चाहिँ अहिले हाम्रो यो दानापुर तालमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ यता हाम्रा यी महावीर सरहरू हुनुहुन्छ यो अहिलेको नयाँ भ्यू दानापुर तालको कमलको फुल फुल्ने बेला भइसकेको छ आउनु होला सबैजना भिडियो सिडियो बनाउनु होला र पहिला जस्तो चाहिँ त्यो फुलहरू नटिक्नु होला के हो र इधर कता हुने के हो यता हेर्नु भिडियो के यता देख्नु भयो दाइले यता एडिट गर्दै हुनुहुन्छ अनि यता हाम्रो सरहरू चाहिँ यता चिलमा आनन्द हुक्काको चुस्की लिँदै हुनुहुन्छ यता हेर्नुहोस् लाइट मिलाउनु पर्छ